म चाहिँ अहिले घरबाट अलिक टाढा आएको छु हैन। यता चाहिँ अब घरहरू अलिक कमै छ भनौँ, खुला स्पेस छ, रुखहरू छ, ग्रिनरी छ, ओपन स्पेस छ। घरमा बसेर मेरो टाउको हुन्छ नि ओभर थिङ्किङ खालको प्रब्लमहरू भइरहेको थियो। मैले एकदमै नचाहिने कुरा सोचिरहेको थिएँ र एकैछिन फ्रेस हुँ भनेर साथीसँग आएको थिएँ। त्यो चाहिँ क्यामेरा पक्रेर बस्छ यहाँ, त्यो चाहिँ क्यामेरामा नआउने रे भिडियोमा। यस्तै यस्तै घुम्न आएको, यस्तै नर्मल टक्स होइन। मोबाइल मैले युज गरेको छैन अहिले, यस्तै भिडियो बनाउनलाई मात्र खोलेको हो। एउटा पिस अफ माइन्ड सेन्स हुन्छ कि है, यस्तै ओपन ठाउँमा बसेर यस्तै नर्मल कुराहरू गरी यो टेक्नोलोजी जस्तो चिजहरूभन्दा अलिक टाढै भयो भने चाहिँ यस्तो खालको पिस अफ माइन्ड मिल्छ होइन। क्ल्यारिटी हुन्छ कि कुरामा बोलीमा होइन। एउटा नेचुरल फिल हुन्छ र यता हावामा होइन। अलिक ब्याकग्राउन्ड देखा त पुरै यता वरिपरि गरेर हो। अब यता यस्तो नर्मल होइन। यता मलाई मेरो भिडियो नि अलिक बेसी टाइमको भयो, लगभग 1.5 मिनट जति हुन्छ क्या। ओपन टु नेचरसँग घुलमिल्न ट्राई गर्नुहोस् होइन। धेरै मोबाइलमा मात्र बसेर, घरमा मात्र बसेर त्यो स्क्रोल गरेर मात्र नबस्नुहोस्। घुम्नुहोस्, अलि यता बाहिर नेचरतिर जानुहोस्, हावातिर अलि फ्रेस हुनुहोस्। त्यही हो आजको लागि चाहिँ। थ्याङ्क यू।